पछि भयो भनेर अनुसन्धानहरू वा वैज्ञानिक तर्कको बारेमा गरेको हामीसँग इतिहास पसिनालाई अब यो Look guys. Okay, bye. Namaskar, Sevaru. Hi everyone, this is Firexa and welcome to my YouTube channel. वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालले भदौ 6 र 7 गते 2 दिनको लागि नयाँ पुस्तक कार्यशाला 2 चलाउन गइराख्नु भएको छ र म पनि सहभागी हुनका लागि जाँदै छु। Show you my hairstyle. मलाई चाहिँ यस्तो हुँदै जाइले क्या म चाहिँ बढी बनिएर आएको छु कि जस्तो लाग्ने क्या जहिले पनि धेरै पो बनिए कि टाइपको जहिले लाग्छ क्या आज पनि मलाई त्यस्तै भइरहेको छ ओभरै पो बनिए कि क्या हो टाइपको क्या किनभने त्यस्तो ठाउँमा खासै मान्छे बनिएको हुँदैन तर मैले पनि के चाहिँ गरेको छु त कपाल कोरेको छु मेकअप लगाएको छु लुगा लगाएको छु त्यही नै हुन्छ नि कस्तो धेरै पो भयो कि जस्तो लाग्ने क्या जहिले तर लाइफ एकदमै छोटो छ बेसिक हुनलाई सिम्पल हुनलाई उफ मर्ने बेलामा पनि हुन्छ नि अलिकति चटक्क भएर मरौँ न लाइक लाइफ इज अहिले छैन मेरो चाहिँ सोच यस्तै छ है सकेको छु है साथीहरू होइन अर्को निर्मला पछि भयो भनेर यो चाहिँ हल हो यहीँनिर प्रोग्राम हुन्छ अनि कार्ल मार्क्स लगायत विभिन्न हिस्ट्रिज बनाउने वा यस्तो फिलोसोफी लेख्नेहरूको कोट्सहरू चाहिँ यहाँ छ हेलो ठिक छ ब्लग बिग्रियो नाइ म एकछिन पछाडि बसेको हो मजाले मान्छे म भरे अगाडि पुगेर हुन्छु यहाँबाट चाहिँ यस्तो छ बिस्तारै मान्छेहरू पनि आउँदै हुनुहुन्छ अघि भनेको नि म अगाडि बस्छु भनेर अगाडि नै आउँछु गीत सुन्दै हुनुहुन्छ नि यो चाहिँ यो गीतको लिरिक्स लेख्ने चाहिँ उहाँ हो जाकेट रायामा चाहिँ मर्निङको ब्रेकफास्ट हुँदैछ भिड देख्न सक्नुहुन्छ कतिमा पढ्दै हुनुहुन्छ अहिले कमरेडहरूमा वैज्ञानिक समाजवादी सांस्कृतिक सङ्गठन नेपालको तर्फबाट साङ्गीतिक सङ्ग्रामी अभिवादन भिडियो अझै अगाडि बढाउनुभन्दा अगाडि म भनिहाल्छु मैले सेमिनारको भिडियोहरू चाहिँ पुरै खिचिनँ जस्तै अगाडि आउनु भएको र अन्तिमको मात्रै खिचेको छु हरेक सेमिनार चाहिँ 1 घन्टा र 15-10 मिनट जति प्रश्न गर्नको लागि हुन्थ्यो र मैले हरेक सबै लङ क्लिप चाहिँ राखेकिन है अब चाहिँ डकुमेन्ट्री सुरु हुन आँटेको छ निमुखाहरूको पेटका मानिसहरूको अनि सिङ्गै मानव जातिको मुक्तिको दर्शन मार्क्सवादका प्रणेता सबभन्दा पहिले नेपाली समाज बन्यो नै कसरी यहाँ मानिसहरू कहाँबाट आइपुगेबाट प्रसङ्ग नै सबभन्दा राम्रो हुन सक्छ किनकि हाम्रो नेपालमा चाहिँ अनुसन्धानहरू वा उत्खननहरू धेरै पछि मात्रै हुन थालेको हो कार्यशालाको फर्स्ट सेसन चाहिँ आहुतिजीबाटै सुरु गरिएको थियो र उहाँले सक्नुभयो अहिले अनि बस्नुभयो र निश्चित रूपले त्यसले वैज्ञानिकतातर्फ कारणतातर्फ अनि तर्फ लैजान्छ आई भन्नु आई हाई गर्ने
यस ऊ चाहिँ मेरो क्लासमेटै मैले हाम्रो भिड चाहिँ एकदमै धेरै भइरहेछ तल 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 सिँढीदेखि छिटो यहाँ छिर्न पाइन्छ भनेर आइहालेको दिन त दिएको थिएन अन्त बिगारेको थियो त्यही पनि जिब्रो टोक्टे भए पनि छिरेको सबै खानासानाहरू खाएर फेरि हामी हलभित्र छिरिसक्यौँ बिस्तारै मान्छेहरू पनि आउनुहुन्छ उहाँ चाहिँ हाम्रो होस्ट हो म्युजिक कोटी हुनुहुन्छ उहाँको आफ्नै गीत पनि यहाँ प्रस्तुत गर्ने भन्ने छ एउटा यस्तो सेसनमा जहाँ चाहिँ हामी विचारको बौद्धिकताको यो लेभलको कुरा गरिरहेका छौँ यस्तो सेसनमा एउटा स्वास्थ्य सम्बन्धी कुनै समस्याको बारेमा मधेस र मधेसी राष्ट्रिय वर्गीय मुक्तिको मर्म डाक्टर गोपाल ठाकुर नेपाल पुनर्विवादमा चलेको छ एउटा पनि सरकारले पहिलादेखि अहिलेसम्म तोकेको अवधि पुरा गरेको हामीसँग इतिहास छैन अब यो अन्तिम सरकारले के गर्ने हुन् हेर्दै जाउँ आजको सेसन चाहिँ सक्यो अब चाहिँ सङ्गीत नृत्य अनि के भन्छ त्यसलाई कविता कार्यक्रम कविता कन्सर्ट हुन्छ चालौँ पहिला चालौँ नयाँ युग नयाँ मान्छे नयाँ यात्रा थालौँ नयाँ यात्रा थालौँ पर्फर्मेन्स हुँदा हुँदै यसलाई नै गयो जे होस् दामी थियो गीत पनि अनि पर्फर्मेन्स पनि दामी लाग्यो मलाई चाहिँ अब यस लामाजीले चाहिँ कविता भन्नुहुन्छ पहिरोले बगाउन नसकेको एक पाखा हरियो बाँकी छ तिम्रो रिफ्रेस टियर्सका लागि आऊ आँखा झुदाएर घामको सामना गर कविताको शीर्षक छ गणेश नेपालीको हत्यामा उत्सव मनाइरहेको शासक छ अत्याचारको पहिलो सुइरो तिम्रो नामसँगै झुन्डिएको गणेशबाट सुरु भएको तिम्रो टाउको गिडेर हात्तीको सुर झुन्ड्याउनेहरूले नै हो तिमीलाई आफ्नै शरीरमा आगो झोस्का पाप्थे भने सानो संयोग हो साथी हिजो फेरि एक महिलालाई बोक्सीको आरोपमा दिशा खुवाइयो त्यो दिशा मलाई खुवाइन सक्थ्यो फगत एक संयोग मात्र हो साथी म तिम्रो अगाडि कविता सुनाइरहेको छु ओसिन पार्कको डल्फिन अलिकति ओर छ पानीको फोहरा थोरै पर छ पानीकै सर्कस घर छेउमै छ पानीको समुद्र अदृश्य श्रम उनी त केही काम नै गर्दैनन् किनकि बजारले उनको पसिनालाई मूल्य टाँसिदिएको छैन न तलब न त कार्यालयको कुर्सी न बढुवा पत्र न त वर्षको अन्तिममा बोनस 3500 वर्षदेखि नित्य जारी छ उसको दलन त्यत्तिकै पुरानो छ उसको आक्रोश एउटा गाला दुश्मनले चर्काउँदा अर्को गाला थाप्ने गान्धी सङ्ग्रह सार्वजनिक गर्नको निम्ति अनुरोध गर्छु र आज यसको मूल्य 350 बाट घटेर 250 रुपैयाँ कायम गरिएको छ अब यो कविता सङ्ग्रहको शीर्ष कविता वाचनको निम्ति आउँदै हुनुहुन्छ कवि अनिल श्रेष्ठ
कविताको शीर्षक छ यो देशको सबैभन्दा ठुलो मुद्दा सिगरेट। आधा अँगालो दाउरा, आधा किलो चामल, आधा किलो आलु, आधा किलो दाल, आधा पाउच तेल, आधा। लामो समय हामी धेरै गरेर कविता थुप्रै कविताहरू सुन्यौँ हुनुभयो, शहीद हुनुभयो देशको परिवर्तनका खातिर केही नयाँ हुन्छ कि भनेर त्यो पनि आज डे 1 को लास्ट पर्फर्मेन्स बाँकी छ। यो चाहिँ सेकेन्ड लास्ट हो अनि एउटा लास्ट बाँकी छ। धन्यवाद। सोचो तो यारो यारो, सोचो तो यारो यारो, वतन कैसा होता अगर इस जमीन पे न होता। अब यो उपाध्यायलाई चुनौती दिएर एउटा अन्तिम हाम्रो आजको प्रस्तुति ऱ्यापर अभिवादन। अब सबैले के अल्छी लागेपछि योगा गर्ने हात पन्काउने गर्छ नि। यहाँ त त्यस्तो माथि पनि गरौँ। Look guys. मान्छेहरूले रातो क्रान्ति सिद्धिएको घोषणा गरेका छन्। जबसम्म विभेद छ क्रान्ति जीवित छ, जबसम्म असमानता छ तबसम्म क्रान्ति जीवित छ, जबसम्म दुःख खसो छ तबसम्म क्रान्ति जीवित छ। कसैको चाहनाले क्रान्ति सकिँदैन। समाजमा विद्यमान असमानता र अन्तर्क्रान्ति लिएर आउँछ। यो गीतले केही बोल्छ, जबसम्म उल्टा सारा चलन सकिँदैन तबसम्म यो धरतीमा क्रान्ति रोकिँदैन। अलिकति नजिक हुनेलाई यसले कर्कस ध्वनि दिन सक्छ। अलिक कर्कस ध्वनि आउँछ बाँकी गीतबाट, जबसम्म उल्टा सारा। चलन सकिँदैन हाम्रो सबै कन्सर्ट पर्फर्मेन्सहरू आज चाहिँ यहीँनेरि समाप्त भएको छ। ओके बाई। आजको डे 1 को प्रोग्राम चाहिँ सक्यो र म अनि यता इरु दिदी र म हामी चाहिँ घर जाँदैछौँ। धेरैजनाको मनमा प्रश्न आयो होला कि यो प्रोग्राम चलाउनुको लागि पैसा कहाँबाट आयो होला भनेर। एकजना आयोजकले कतै न कतै आफै उत्पादन गरिराख्नु भएको छ। जस्तै लाइब्रेरी चलाएर, मिडिया चलाएर लगायत सबैजना इन्डिभिजुअली आफ्नै पर्सनल लाइफमा केही गरिराख्नु भएको छ। र जब यस्तो हुन्छ नि प्रोग्राम कार्यशाला चलाउने बेलामा चाहिँ एउटा मिटिङ राख्ने एन्ड देन सबैजनाले गरिन्छ। बाइ द वे मैले हाम्रै पार्टीको टी सर्ट लगाइरहेको छु। वेयर इज देख्नुहुन्छ लोगो वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी प्लस मैले आफै DIY गरेर मेरो नाम लेखेको छु भिरेक्सा। खोइ कहाँ गयो हौ भिरेक्सा, देख्न सक्नुहुन्छ।
अनि म हजुरहरूलाई क्लियर गरिहाल्छु कि म पार्टीको मेम्बर नै चाहिँ होइन है, लाइक विद्यार्थी सङ्गठनको हो तर यसमा मेम्बर नै चाहिँ होइन म। For watching.